सो गाइज आज भने चाहिँ केही नयाँ हामीले ट्राई गरिरहेका छौँ र यसमा चाहिँ तपाईँले देख्न सक्नुहुन्छ के चाहिँ रहेछ यो मैले नै ठम्याउन चाहिँ सकिरहेको छैन होइन। तर के चाहिँ रहेछ हेर्नुहोस्, केही पात जस्तो देख्छु, केही लगाइराख्नु भएको छ यसमा चाहिँ है। अब यसमा केही लागिरहेको छ, पातहरू पनि जोडिरहेको छ, मैले पनि देख्न सक्छु, तपाईँले पनि देख्दै हुनुहुन्छ। तर हेरौँ के चाहिँ बन्दो रहेछ भनेर चाहिँ म एकदमै इगरली वेटिङमा चाहिँ रहेको छु। सो हेरौँ यहाँ अब दल्दै हुनुहुन्छ है, कहाँसम्म पुग्ने रहेछ यो यात्रा चाहिँ। म यसको यात्राको चाहिँ अन्तिमसम्म चाहिँ म रहेर हेर्न चाहन्छु। ओके, यो अहिले चाहिँ गोल गोल पनि घुमिसक्यो है, जसरी चाहिँ पृथ्वी घुम्छ त्यसरी नै घुमि पनि सकेको छ। ओके, अहिले भने चाहिँ यहाँनिर कटप्पाले बाहुबलीलाई चक्कु हाने जसरी चाहिँ होइन कि यो चाहिँ अलिकति टेढा टेढा हुँदै काटिरहेको छ साइड बाई साइड। तर हेरौँ यसरी काट्दाखेरि चाहिँ यसको उद्देश्य के होला त, मुख्य तात्पर्य के हो यो काट्नुको, म त्यो चाहिँ बुझ्न सकिरहेको छैन। कसैले बुझ्न सक्नुभएको छ भने चाहिँ प्लिज है लेट मी नो इन द कमेन्ट सेक्सन। सो अहिले यता त्यो काटिएको पिसहरू चाहिँ छरिसकेको छ, प्लेटमा चाहिँ आइसकेको छ है। यत्तिकै खाने हो यो के खानेकुरा हो त? हेर्नुहोस् न, के गर्ने अब, आफू त भोको मान्छे होइन, जे देखे पनि खाइदिइहालौँ जस्तो लाग्छ। तर जहाँसम्म मलाई लाग्छ यो खानेकुरा नै होला। तर हेरौँ के हुन्छ अगाडि। ओके, सो म चाहिँ सही नै थिएँ, यो खानेकुरा नै हो है। हेर्नुहोस् त है, एकदम चट्ट प्यानमा राखेर तेल उमालेर त्यसमा चाहिँ सरी, तेल त तात्छ क्या अरे, तेल उम्लिँदैन, तेलमा चाहिँ फ्राई भइरहेको छ यो सामान चाहिँ। ओके, अचानक फेरि यता के आयो, यो यता झोल पनि बनिसकेको रहेछ। ल ओके, त्यो जुन यस्तो चाहिँ रहेछ कुरा। ल मैले चाहिँ बुझेँ, त्यो अघि जुन काटिएको पिसहरू चाहिँ तेलमा फ्राई गरेपछि यो फ्राई गरेर निक्लिएको त्यो जुन पिसहरू थियो, त्यो पिस चाहिँ यस कडाईमा रहेको यो झोलमा चाहिँ हाल्ने कुरा रहेछ यो चाहिँ है त। ओ माई गड, मलाई त यो हेर्दै एकदमै मेरो त मुखमा पानी आइसक्यो है गाइज। म चाहिँ अब खानातिर लागेँ है त।